आजको 18औं क्याम्पस सभाका सभाध्यक्ष गरेर हुने हाम्रा अध्यक्षज्यू, त्यसैगरी विशिष्ट अतिथि टियु प्रतिनिधि हाम्रो उपेन्द्र सर, त्यसैगरी 1 नम्बर वडाध्यक्षज्यू र यस कार्यक्रममा पाल्नुहुने हाम्रा पूर्व जनप्रतिनिधि विष्णु कुमार घिमिरेज्यू, यस क्याम्पस व्यवस्थापन समितिमा रहेर अहिले काम गरिरहनुहुने हाम्रा उपाध्यक्षज्यू, उहाँहरू सदस्यज्यू, उपाध्यक्षज्यू, उपसदस्यज्यू, पूर्व व्यवस्थापन समितिका अध्यक्षज्यूहरू र आजीवन सदस्यबाट सहयोग गर्नुहुने हाम्रा माइनगरवासी आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू र यस कार्यक्रममा उपस्थित हुनुहुने हाम्रा पत्रकार मित्र विमलजी, हरिहसनजी लगायत यस क्याम्पसका सम्पूर्ण टिमलाई म सर्वप्रथम न्यानो अभिवादन टक्राउन चाहन्छु। यहाँ अब मैले धेरै बोल्नु पर्दैन, यहाँ आउनु भनेको अब यो सुन्नु आउनु, अब यो बोलेर पनि पारमा खाने पनि छन् कति चिजहरू। यहाँ बोलेर आफै बन्धनमा पर्न मात्रै हो। यो बन्धनमा परिसकेपछि तपाईँहरू आत्तिनुहुन्छ होला, भोलि अप्ठ्यारो पर्दैन, तर अप्ठ्यारो पर्ने तपाईँहरू नै हो। अहिले जुन मैले 1 नम्बरमा भने बिबी अहिले क्याम्पसलाई व्यवस्थापन गर्न समस्या छ, आर्थिक छैन भन्नुहुन्छ, कार्यविधि बनाउन भन्नुहुन्छ अरू ठाउँ, त्यो पनि हामीले ट्राई त गऱ्यौँ। तर यहाँ हाम्रो विद्यार्थीको अनुपात, हाम्रा महिला विद्यार्थीको अनुपातले गर्दाखेरि यहाँ त्यही कार्यविधि बनाउँदा पनि 8-10 लाख रुपियाँदेखि अनुदान दिन नमिल्ने रहेछ यो क्याम्पसलाई। अब कि विद्यार्थी सङ्ख्या बढाउनु पर्यो, सुन्नुहोस् है, अब कि तपाईँहरूले अब अरू स्रोत पनि खोज्नु पर्यो। मलाई चिन्ता लागेको छ, साह्रै दुःख गरेर हाम्रा प्राध्यापकज्यूहरूले अध्यापन गराउँदै हुन्छ, पछि उहाँहरूको नाममा के अरे लेखाले चाहिँ बेरुली लेख्यो भने तपाईँहरूले तिर्नुपर्ने स्थिति आउँछ। म नडाँटी भन्छु, यहाँ तपाईँहरूलाई मख पारेर मैले भोलि अप्ठ्यारो पार्नु छैन। तर अरू उपाय तपाईँहरूलाई थाहा छ भने त्यो उपाय तपाईँहरूले लाउनु पर्यो, गर्नु पर्यो। अब क्याम्पस व्यवस्थापन समितिको हिसाबमा भनेदेखि हाम्रा अग्रज व्यक्तित्व मेघनाथजी, पुष्पजीहरू हामीले राख्दै हो जबरजस्ती, त्यो म जिम्मा लिन्छु। जागिर पनि खानु भएन, यो उमेरमा पढ्नु भयो, ठुलै जनप्रतिनिधि हुनुभएको थिएन, बरु यहाँ बसेर उहाँहरूले योगदान दिनुहुन्छ कि भनेर राखेकै हो त्यो बेलामा। अरू साथीभाइहरू रिसाउनुहुन्छ फेरि होइन, उहाँहरूलाई यहाँ अल्झौँ भन्नु खोजेँ मैले, होइन भनेदेखि यो के आन्दोलनमा सरिक भएर यतिका मान्छे पनि माइनगरमा नअडिने हो कि भन्ने लागेरै हो। त्यो म जिम्मा लिन्छु, किनभने हामीले उहाँहरूको योगदान, उहाँहरूको आवश्यकता यहाँ छ, उहाँले समय दिनुभयो भनेदेखि यो नगरलाई, यहाँको नागरिकलाई, हामी सबैलाई टेवा पुग्छ भनेर हो। मैले र्यालीमा भन्दाखेरि उहाँलाई भागभन्डा पुर्याउन के गर्न भन्ने होइन, उहाँहरू यो उमेरमा लगभग शिक्षकै हुनुभएको थियो, पेन्सन भइसक्थ्यो होला, त्यतातिर लाग्नु भएन। यसो सम्झिन्छु, अहिले मेघनाथजी ढापा बस्नुहुन्थ्यो, अहिले यहीँ आउनुभएको छ। मलाई त यसले पनि अलिअलि व्यवस्थापन समिति तानो जस्तो लाग्यो, म आउँदिनँ, अति व्यस्त छु भन्दा पनि आउनुपर्छ, अरू बस्दा पनि हुन्छ नि, मैले गर्ने त छँदैछु नि भन्दा पनि मान्नु भएन। अति व्यस्त हुँदा हुँदा पनि अहिले यहीँ आएर समय दिँदैछु भन्नुहुन्छ, खुसी लागेको छ। अब हाम्रो ठगेन्द्रजी पनि तल बस्नुहुँदा यतै आउँदै हुन्छ अरे, यस्ता चिजहरू छन् क्या अडाउने चिज। म आफै नगर प्रमुख छु, म तलबाट अहिले पनि धाउँदैछु, आउँदैछु, दुःख गर्दैछु, अब देख्नुभयो नि, तर उहाँहरू पनि बस्नुहुन्छ अरे, खुसी लागेको छ। यी हाम्रा चाहिँ माइनरको गहना पनि हो भन्ने मलाई लाग्छ, किनभने यतिको योगदान गर्न सक्ने समय दिँदाखेरि काहीँ न काहीँ उहाँहरूको दखल राख्ने हाम्रा यहाँका अग्रज व्यक्तित्वहरू भन्ने लाग्छ अहिलेको जेनेरेसनमा। योभन्दा अगाडि त हाम्रा छ नि, मेरा बुवासँग चाहिँ के अरे जनप्रतिनिधि हुने हाम्रा यी विष्णु काका हुनुहुन्छ, 39 सालदेखि 44 सालमा मेरो बुवा यहाँको सदस्य, उहाँ प्रधान पञ्च हुनुहुन्थ्यो, मलाई थाहा छ।
अहिले हामी सँगै बसेको छौँ एकै ठाउँ, गर्व लाग्छ। उहाँले सल्लाह सुझाव कति दिनुहुन्छ मलाई जानेर नजानेर केटा यता त्यता भन्नुहुन्छ, म त्यसलाई अन्यथा मान्दिनँ। कति कुरा हामीले नेतृत्वमा बसेका हाम्रा अग्रज व्यक्तित्वहरूको कुरा सुन्छौँ, तर अर्को कुरो के दुःख लाग्छ भनेदेखि हामी नयाँ जेनेरेसन भन्नेहरू चाहिँ यसो अघि पनि भिडियो हेर्ने विरक्त लाग्छ क्या। यो नगर फुटाउने त सबै हाम्रा गाउँका साथीभाइ बुढाबुढी पो रहेछ नि त, हामीले माया गरेका। मैले आज भिडियो मजाले हेरेँ, तपाईँलाई आज पनि पैसा त्यहाँ बसेर ढिलो भएको हिजोदेखि हेरेको, अहिले पनि आउनु छ। यो नगर फुटाउने के फुटाउने त हाम्रै साथीभाइ रहेछ। दुःख लाग्छ हामीले के गर्दैछौँ, कतातिर जाँदैछौँ भन्ने अहिले पनि मन शान्त छैन। बुझ्नुभयो नि? हामी यो चाहिँ समाजलाई रूपान्तरण गर्न एक भएर लाग्नुपर्छ, जुट्नुपर्छ भन्छौँ, कोही भत्काउने लागिरहेछ नि। उहाँहरू नै भरे समाजको लब्ध प्रतिष्ठित हुँ भनेर चाहिँ अगाडि पनि बढ्नुपर्छ कति ठाउँ। त्यो समयले देखाउँछ, त्यो समयले देखाउनु पनि पर्छ। किनभनेदेखि हामीले सार्वजनिक सम्पत्ति जोगाउन नसक्नु, सार्वजनिक सम्पत्ति व्यक्तिको नाम दिएर तहस गर्नुमा लाग्नु र हामी बुद्धिजीवी हामी युवा हो भन्नु त्यो बेकार छ। आन्दोलनको मर्म एउटा थियो होला, तर यहाँ लुटपाट भएको छ, धेरै तहस भएको छ। त्यति हुँदा फेरि हामीलाई अर्को विपद बाढी पहिरो आएको छ। माइलाई साँच्चै भनौँ भनेदेखि इलाम जिल्लामा ज्यानको अरू ठाउँ भए पनि माइ नगरपालिकामा अहिले धनको लगभग 2 अर्बदेखि माथिको क्षति भएको छ। कतिको जमिन पुरेको छ, कतिको ननिक्लिने खोलाको बगर भएको छ, त्यति समस्या छ। अहिले कसलाई भने त अब ठुलो आश गर्नुहुन्छ हाम्रो माइ नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले कसलाई भने माथि गयो बजेट स्टप रोकिदिएको छ भन्नुहुन्छ। म अस्ति मन्त्रालय पुगेर आएँ हेर्नु, 3 महिना सङ्कटकाल घोषणा गरेको छ। यो तटबन्धनलाई 70 करोड जति हामीले प्रस्तावित पठाएको छौँ, अर्थले सहमति दिएन भन्नुहुन्छ। कहाँ जाने? माथिको सरकारै अहिलेको संविधान सम्मत छैन भन्ने कोही भन्नुहुन्छ, कोही हामी नै ठिक हौँ भन्नुहुन्छ। यो कसलाई बुझेर गर्ने त? त्यति हुँदै पनि स्थानीय सरकारले हाम्रै नगरको बजेटबाट हामीले नागरिकलाई कम्तीमा पनि 1 देखि 1.5 करोड पैसा हामीले राहत स्वरूप हामीले वितरण गरेका छौँ। कतिले पाउँदै हुन्छ, कति परित्यागमा सिस्टममा हुनुहुन्छ। कन्जुसै गर्नु भन्ने तपाईँलाई लाग्छ होला। अहिले पूर्व धापदेखि सेकेन्डको बजेट शिक्षामा छ। अहिले पनि मिलाउनुहोस् मिलेसम्म भनेदेखि हामी शिक्षामा दिनु कुनै कन्जुसै छैन। माइ नगरपालिका 8 मात्रै हामीले 4 करोडको साथै 8 करोडको साझेदारीमा भवन बन्दैछ। अहिले पनि 1 करोड आएको छ बजेट त्यो स्कुललाई। त्यसलाई चाहिँ हामीले आवश्यक विद्यालय बनाउने भनेर अहिले पनि विद्यार्थीकै उ गरेर हामीले 80 लाख रुपियाँ चाहिँ बिमा कार्यक्रम विद्यार्थीकै लाग्यो। अरू हामीले 20-50 लाख रुपियाँ चाहिँ विद्यालयलाई चाहिँ खर्च गर्नुपर्छ हामीले बजेट राखेको छौँ। यो सामान्य हो। अरू 20-25 लाख रुपियाँ चाहिँ विद्यार्थीलाई पोसाक भन्नु के भन्नु हामीले राखेको छौँ, शैक्षिक सामग्री राखेका छौँ। तर त्यो हाम्रो नियमित प्रक्रियाभित्र पर्दछ। किनभने हाम्रो मावि तहसम्म हाम्रो अधिकार पर्यो। माविदेखि माथिको चाहिँ क्याम्पसलाई चाहिँ यो चाहिँ फेरि अस्ति सही गर्दै तपाईँ हामीले चाहिँ सामुदायिक हामी आफै पढाउँछौँ, हामी आफै व्यवस्थापन गर्छौँ भनेर सही गर्नुभएको छ अहिले लेखाले भन्दाखेरि। अनि तपाईँहरू क्याम्पसलाई दिने तपाईँको कहाँ हो अधिकार भन्ने उहाँहरूको भनाइ चाहिँ अब क्याम्पसलाई तपाईँहरू दिन पाउनुहुन्न। सामुदायिक त्यो समूहले चलाउने हो, हिजो उहाँले त्यसरी चलाउनुपर्छ। दिनुहोस्, अब तपाईँको अधिकारभित्र परेको भन्ने चाहिँ अडिटको कुरो छ। तपाईँहरूलाई प्रश्न भने मैले र पनि हिजो अस्तिको छलफलमा मैले भने हेर्नुहोस्, माथि बेलुकी नै लेखे पनि तल चाहिँ यो आवश्यकता रहेछ है, यहाँ गरिब दुखी रहेछन्, अरू क्याम्पस रहेन रहेछ, त्यो आधारमा चाहिँ स्थानीय सरकारले अनुदान दिँदो रहेछ, त्यत्तिकै तल कमेन्ट चाहिँ छइदिनुहोस् है भनेर मैले हिजो अस्ति अनुरोध गरेँ। तर उहाँहरूको बुझाइ र अहिलेको शिक्षा ऐन र हामीले चाहिँ के अरे विनियोजन गर्ने बजेटका सम्बन्धमा चाहिँ त्यहाँ समस्या छ। होइन भने माइ नगरको एउटै मात्रै सामुदायिक क्याम्पसलाई हामीले 20-50 लाख रुपियाँ दिन कुनै ठुलो छैन, म त अहिले पनि भने। तर समस्या कानुन चाहिँ छ झन्झटिलो, बुझ्नुभयो नि? कानुन झन्झटिलो, कानुनले गर्दाखेरि तपाईँ हामी अप्ठ्यारोमा पर्छौँ कि भन्ने लागेको हो। र म सम्पूर्ण यहाँका हाम्रा नागरिक समाजलाई नै भन्छु, तपाईँहरू यहाँ चाहिँ प्रतिनिधिलाई यहाँ चाहिँ
के अरे अहिलेको कमिटीका साथीहरूलाई भन्छु लु उपाय लाउनुहोस् न त। स्थानीय सरकारले त्यो मात्रै नभन्नुहोस्, तर दिइसकेपछि भोलि तपाईँहरूले अप्ठ्यारो नपर्ने चाहिँ के छ त, निकाल्नुहोस् उपाय। म यहीँबाट मैले अनुरोध गरेँ। तर यहाँ अब कसैले के भनिदिनुहुन्छ, कसैले के भनिदिनुहुन्छ, म छक्क पर्छु। पछि हाम्रा प्राध्यापक साथीहरू बेरोजगारमा पर्नुहुन्छ कि भन्ने मलाई लागेको छ। त्यो अरू उपाय छ भने तपाईँहरू हेर्नुहोस्। हामीले शैक्षिक क्षेत्रमा लगानी गर्ने कुरा पूर्वाधारदेखि सेकेन्ड शैक्षिकमा लगानी छ। त्यो तपाईँले हेर्नुहोस् त्यहाँ डाटा स्थानीय सरकारको बजेटमा। म त्यति मात्रै भन्न चाहेँ। र यो 18औं क्याम्पस सभा अलिक लामो पनि भयो, धेरै वक्ताहरू थियौँ। अब बोल्न पनि दिने यो समस्या पनि होला, सबैले जतन गर्ने चलाएको संस्था, तपाईँलाई समस्या पनि थियो होला। अब त्यो समस्यालाई हामीले मध्यनजर पनि गऱ्यौँ। बस्दिनुहोस् भन्नुभयो। अब जनप्रतिनिधि साथीहरू कति आउनुभयो थियो, अहिले अध्यक्ष आउनुभयो, हामी बस्नै पनि पर्ने हो। वडाध्यक्षज्यूहरू जानुभयो, कार्यक्रम सञ्चालन भएको छैन, बाढी पीडित छ, उहाँहरू पनि व्यस्त नै हुनुहुन्छ। अहिलेसम्म योजना सञ्चालन गर्न सकेको छैन। जेएनजी के गरेर त्यही मुभमेन्टमा अहिले मलाई लाग्छ त्यो तोडफोडमा आजलानीको संलग्न व्यक्ति आदि इत्यादि जिल्ला प्रशासनले खोज्दैछ। हामी त्यही विषयमा पनि छलफल गऱ्यौँ, बस्यौँ। साँच्चै दोषी हो भने कारबाही होस्, निर्दोष चाहिँ नपरौँ न, यसलाई विचार गर्नुपर्छ भनेर हामी छलफल पनि गरेर आएको। तपाईँलाई घाट्नु भएन। संलग्न हुन्छ कहीँ छ भने विचार गर्नुहोस्, केही न केही दिन तपाईँलाई बोलाउँछ। मैले यही पनि भने किन भन्नु पर्यो त, यो कुरो संलग्न हुन्छ नि तपाईँलाई केही न केही दिन सरकारले खोज्छ। अब केही दिन खोजेन ठिकै छ, केही दिनमा खोज्ने होला छ। मैले यही पनि भने यो गुनासो यो सरकारले गर्नु भन्नुभयो भने यो त अटोमेटिक रहेछ नि। नेपालको कानुन ऐनले भन्दो रहेछ त, सरकारी सम्पत्ति तहस नहस गर्ने आदि इत्यादि छडित गरे पनि कानुनको रूपमा ल्याउँदो रहेछ भन्ने। त्यही कारणले गर्दाखेरि म यहाँ विद्यार्थी भाइहरूलाई पनि भन्छु, जमिनको अलिक अभाव छ। त्यो जमिनकोमा हामीले अस्ति पनि छलफल गरेको छौँ, लागौँ। हामीले पूर्वाधार बनाउनेमा त्यति हामीलाई समस्या छैन। फेरि पूर्वाधार बनाउनेमा हामीले नगरबाट दिन सक्छौँ, साझेदारी गर्न सक्छौँ, केही सक्छौँ। तर अरू वेतन तल भत्ता खुवाउनेमा समस्या छ। जग्गा खोजौँ। मलाई लाग्छ व्यवस्थित तरिकाले यो क्याम्पसलाई अस्ति छलफल गर्थ्यौँ। यहाँ पर यता 2 रुपैयाँ जग्गा छ, ती बढाउनु 8-10 रुपैयाँ सक्यो भने त्यहाँ सार्दा पनि भयो। तर पछि तपाईँहरूको मुभमेन्ट विद्यार्थी सङ्ख्याले गर्दाखेरि अब सोभियु अहिले सभापति हाम्रो कार्तिक हुनुहुन्थ्यो, हाम्रो के अरे गोपालजी हुनुहुन्थ्यो। तपाईँहरूले यो आइडिया लाउनुहोस्, खोज्नुहोस्। अब किनभने यो नगरको छेउमा पछि हेर्नु, यहाँ त सबै चुनाव लड्ने रहेछन्, के रहेछन्, यहाँ त आन्दोलन गर्छन्, के गर्छ बिग्रियो भने नगरतिर ढुङ्गा हान्दिनु पनि छैन। अब त्यस्तो हुने स्थिति आयो नि, यहाँ त धेरै विधायक कसको कन्ट्रोल हुने रह्यो। त्यही भएर यो नगर सुरक्षित राख्नु, यो कारलाई सुरक्षित राख्नु तपाईँहरूलाई काहीँ व्यवस्थापन गर्नै पर्नेछ। हामीले बुझेको छौँ, तर बाध्यता छ सबै लागेर खोजौँ, सही ठाउँमा भौतिक पूर्वाधार बनाऊ र यो सङ्काय थप्ने कुरामा हामी सकारात्मक छौँ। उपाय लाउनुहोस्। बाटोहरू काट्दिउँ, भवन नबनाऊ, बरुहरू बनाएर पनि के गर्नु। अब यो कामै भएन भने त साथीभाइले फेरि भत्ते हाल्ने रहेछन्, कसलाई रिस उठ्छ, मलाई नै रिस उठ्यो भने त्यहाँ भत्ते हाल्ने रहेछन्, उहाँलाई रिस उठ्छ। त्यस्तो रहेछ मनमा, त्यस्तो पनि भयो क्या। यो विपदको बेला पनि हामीले 2-4 बाटो काटेर हामीले राहतको 8-10 दिनमा व्यवस्थापन गऱ्यौँ। त्यही भएर अहिले पनि मन आउँछ, यसो कालो डढेको घर देख्छु, चक्कर चल्छ। केही नकिन्ने नगरपालिका मैले भनिसकेको छु, अति आवश्यक किन केही नकिन्ने। अब हाम्रो कार्यालय यति नै हो, त्यो नबनाउने। अब आउनेले बनाउने, बजेट भयो भने बनाउने। कति साथीहरू बेबुज पनि हुनुभयो होला, तर हामी किन्दैनौँ। त्यही टुटे फुटेकै बसेर अब हाम्रो कार्यकाल हामी सिद्ध्याउने हो। त्यही कारणले गर्दाखेरि त्यो पैसा बस्यो भने यहाँ लाउँ, तर लाउने उपाय खोज्नुहोस्। मेरो अनुरोध मात्रै, यहाँ चाहिँ घोक्रो फुटुन्जेल यो नगरले गरेन, यो गर्नुपर्थ्यो भन्नु लाउनु भयो भने त्यो अर्थ हुँदैन। अर्थ बिनाको यहाँ गन्थनले सार्थकता पाउँदैन भन्ने म अनुरोध गर्दै, तपाईँहरू साँच्चै फुर्सदिलो नेतृत्वमा पुग्नु भएको छ। तपाईँहरूले माइले आवश्यक छ भनेर यहाँ वृत्तान्तबाट यहाँ राखेको छ, जिम्मेवारी दिएको छ। अझै पनि अरू तपाईँहरूको कार्यकुशलता आवश्यकतालाई तपाईँहरू मध्यनजर गर्नुहोस्। हामीले सिकाइराख्नु पर्दैन तपाईँहरू व्यवस्थापन समितिका मेम्बरलाई।
तपाईँहरू माइगरी चिर परिचित हुनुहुन्छ, के गर्दा राम्रो हुन्छ त्यसै गर्नुहोस्। त्यसमा स्थानीय सरकार सदैव प्रतिबद्ध छ भन्ने म प्रतिबद्धता गर्दै हाम्रा युवा भाइहरूको कुरो छ, खरा कुरामा छन्, कुरा खरा होइन, काम गर्नुहोस्। काम गर्ने कुरामा हामी स्थानीय सरकार जहिले पनि सकारात्मक छौँ भन्ने म तपाईँहरूलाई अनुरोध गर्दै हाम्रो व्यक्तिगत जीवन त त्यतिकै बित्यो, अब रमाइलो पनि मिल्दैन, त्यतिकै बित्यो। अब यतै लाग्यो नि त, अब यो 40-50 भएपछि केही गर्नु पनि छैन। अब हामी अभिभावकत्व ग्रहण गर्ने हो, तपाईँले राम्रा दिएका सल्लाह सुझावहरू ग्रहण गर्ने, स्थानीय सरकारले हुन्थ्यो गराउने हो, तपाईँहरूलाई काम लाउने हो, तपाईँहरूलाई जोताउने हो। अब बुझ्नुहोस्, तर हामी मात्रै जोतेर अनि तपाईँहरूलाई मस्त यताउति भत्काउने गर्ने के गर्ने जिम्मा चाहिँ दिन्न, बुझ्नुहोस् भन्दै मेरो यो चेतावनी होइन, यो अहिलेको तपाईँहरूलाई अलिक भन्न पनि पर्ने स्थिति आयो भन्दै सो सल्लाह सुझाव दिँदै मेरा भनाइलाई यहीँ अन्त्य गर्दछु। हस्त, धन्यवाद। धन्यवाद। आजको प्रमुख